बाहिर आएपछि काम गर्नैपर्छ, त्यही भएर काममा बिजी हुन्छ। अन्त टाइम पनि मिल्दैन नि त भ्लगिङ गर्दा। अन्त आजको मेरो काम चाहिँ के हो त भन्दाखेरि यो कपडा धुने। कति गाह्रो कपडा धुनु त म साह्रै अल्छी लाग्छ हौ। मेरो युट्युबमा सब्सक्राइब पनि 150 क्रस भएको छ। तपाईँहरूलाई धन्यवाद। हेलो एभ्रिवान, फर्स्ट अफ अल तपाईँहरू सबैजनालाई नमस्ते अनि जय मसी। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। अनि आजबाट चाहिँ भ्लग स्टार्ट गरिदिउँ भने मैले यसो विचार गरेँ नि त, किनभने अस्तितिर चाहिँ मैले भ्लग बनाएको थिइनँ। अस्ति बेङ्गलोर आएपछि मैले एउटा मात्रै भ्लग पोस्ट गरेँ, त्यो पनि त्यति मन परेन मलाई। त्यसपछि चाहिँ अब भ्लग नै बनाउनु पाएको थिइनँ नि त मैले। अन्त आज चाहिँ यसो विचार गरेको त भ्लग नबनाएको पनि धेरै भइसकेको छ नि त, 50-55 दिन त्यति नै भइसक्यो होला सायद। अन्त त्यही भएर भ्लग चाहिँ पोस्ट गर्नुपर्ने रहेछ भन्ने, पोस्ट गर्नुपर्छ जस्तो लाग्यो नि त। त्यसपछि चाहिँ मैले भ्लग बनाएको। जस्तो सुकै होस् जस्तो सुकै होस् भन्ने तरिकाले आज चाहिँ भ्लग बनाएको। जस्तो पाएँ त्यस्तै हालिदिने हो म अब भ्लग। राम्रो मोमेन्ट चाहिएन मलाई, तर जस्तो पाएँ त्यस्तै हालिदिने आजदेखि मैले त्यस्तो सोचेँ। निर्णय चाहिँ एकदम खतरा सोचेको छु। अन्त त्यही हो, धेरै काम गर्नुपर्छ नि त होइन। यहाँ त बाहिर आएपछि काम गर्नैपर्छ, त्यही भएर काममा बिजी हुन्छ। अन्त टाइम पनि मिल्दैन नि त भ्लगिङ गर्दाखेरि। सो त्यही भएर टाइम नै मिल्दैन। अन्त कति बिहान होइन हौ, बेलुका 2 बजीतिर सुतिन्छ, 12 बजे उठिन्छ। त्यसपछि नुहाइधुवाइ गरेर ड्युटी गइहालिन्छ। त्यसपछि 4 बजी आइन्छ। 4 बजी आएपछि रेस्टको टाइम 3 घन्टामा सुतिहालिन्छ। अनि भ्लगिङ गर्ने टाइम नै मिल्दैन। त्यही भएर आज चाहिँ जस्तो पाएँ त्यस्तै होस्, मलाई मतलब छैन। तर पनि मैले अब के भन्छ युट्युबमा चाहिँ भ्लग पोस्ट गर्नुपर्छ भन्ने मेरो सोचले म भ्लग पोस्ट गर्नु लागेको। अन्त आजको मेरो काम चाहिँ के हो त भन्दाखेरि यो कपडा धुने। कति गाह्रो कपडा धुनु त म साह्रै अल्छी लाग्छ हौ। सबैभन्दा अल्छी लाग्ने काम भनेको मलाई कपडा धुनु। यस्तो यो कपडा धुनु जस्तो अल्छी लाग्दो काम चाहिँ मेरो लागि केही पनि होइन जस्तो लाग्छ हौ। आम्बो, अब यो कपडा धुनुपर्ने साह्रै अल्छी लाग्छ। यता म तपाईँहरूलाई यता बाहिरको दृश्य देखाइदिन्छु, बाहिरको भ्यू। यही हो कि हाम्रो रुम चाहिँ, तर फोरी छ रुम चाहिँ कि वरिपरि टिनले बारेको छ। त्यही माथि गर्मी महिनामा यति गर्मी हुन्छ बाफरे। यही हो हाम्रो। म यहीँभित्र बस्छु। अहिले चाहिँ म रुमभित्र बसेर साबुन दिइसकेको छु। यो साबुनले धुन्छु नि त म कि बिना साबुन लुगा धुनु मिल्दैन होला, त्यही भएर यसले धुन्छु म कपडाहरू सबै। म कपडा धोइदिन त एकदम बे गर्नुपर्छ जस्तो लाग्दैछ। अल्छी लाग्छ अन्त यस्तो कपडा धुनु चाहिँ। यो अब कति अल्छी काम हो यो कपडा धुनु चाहिँ। ठ्याट यसलाई म यहाँ कहाँ राख्छु त अब यसलाई म कहाँ राख्नु भन्दा यसलाई यो क्यामेरालाई म यहाँ राख्छु। कहाँ हो त्यहाँ चाहिँ रहेछ नि त। मलाई देखिरहेको होला सायद। अब कपडा चाहिँ धुनु साह्रै पिरो धुनु चाहिँ पे गर्नैपर्छ भन्ने जान्छ मलाई।
आजदेखि अहिले म टक्कै कपडा पनि धुइसकेँ यहाँनिर यो कपडा धुइसकेँ होइन त्यसपछि अब यसलाई सुकाउनु मात्र बाँकी छ यसलाई सुकाएपछि यो भोलि रेडी भइहाल्छ त्यहाँबाट जाँदैछ कोको कपडा धुनु चाहिँ साह्रो अल्छी लाग्छ मलाई जिन्दगीमा नि बिहे चाहिँ गर्नै पर्छ जस्तो लाग्दैछ कपडा धुवाउनुलाई मात्र तर अब म कहाँ बुढीहरूलाई कपडा धुवाउँछु भने एउटा श्रीमती जीवहरूलाई त कपडा धुवाउँदिनँ नि म अहिले चाहिँ टक्कै कपडा पनि धुइसकेँ अनि सुकाइ पनि सकेँ अनि अब एकछिन सुत्छु अनि त्यसपछि फेरि ड्युटी जानुपर्ने कति गाह्रो त्यस्तो जिन्दगी त कहिले रह अन्त म तपाईँहरूलाई ऊ माथिदेखि वरिपरिको भ्यू देखाइदिन्छु र मेरो छतबाट टेरिसबाट माथिदेखि वरिपरि कस्तो देख्छ त्यो देखाइदिन्छु तपाईँहरूलाई म हेर्नुलाई खतरा देख्छ नि तर रमाइलो देख्छ तर त्यति अरूको बिल्डिङ चाहिँ होइन कि रमाइलो देख्छ तर पनि त्यो यहाँबाट चढेर म उकालो जान्छु हेर्नु ल मामा रमाइलो देख्छ तर दिवालीहरूको बेला दसैँ दिवालीको बेला चाहिँ यति रमाइलो देख्छ नि यहाँनिर पटेकाहरू पड्काएर माथितिर पुरा यति रमाइलो देख्छ यहाँनिर यो त हेर्न न रमाइलो देख्छ यो चाहिँ हामीले धेरै गऱ्यौँ भने यो चाहिँ हामीले राखेको त्यहाँ हालेको किनभने धेरै गर्मी हुँदो रहेछ कि अरू बेला हामी त्यहाँनिर पानी हालेर राख्ने गर्थ्यौँ किनभने अहिले चाहिँ राखेको छुइनँ त्यहाँ पानी हालेर अनि आजभोलि अलिक गर्मी पनि बढ्दैछ गर्मीले त मर्नु हुन्छ यता त थेट तर पहिलाको भन्दा धेरै गर्मी हुन थालेको छ हौ कति गर्मी अनि तपाईँहरू सबैजनालाई रिक्वेस्ट छ तपाईँहरूले मेरो भ्लग हेर्दै हुनुहुन्छ भने जतिजनाले मेरो भ्लग हेर्दै हुनुहुन्छ सबैजनाले सब्सक्राइब गरिदिनु होला किनभने तपाईँले गर्नुभएको एक सब्सक्राइबले मलाई निकै हेल्प हुन्छ त्यही भएर सब्सक्राइब गरिदिनु चाहिँ नभुलिदिनु होला अन्त मेरो भ्लग मन परे पनि नमन परे पनि सब्सक्राइब चाहिँ अनि लाइक चाहिँ पड्काइदिनु होला त्यही हो अन्त के भन्नु तर अब चाहिँ म डेली भ्लग बनाउँछु जस्तो पाएँ त्यस्तै होस् तर मलाई मतलब छैन तर म डेली भ्लग बनाउँछु किनभने मेरो निकै ग्याप्स भइसक्यो युट्युबमा निकै भइसक्यो ग्याप्स कहिले खोलेको युट्युब च्यानल नोभेम्बरमा खोलेको नोभेम्बर डिसेम्बर जनवरी फेब्रुअरी मार्च 5 महिनामा चाहिँ कति 10 मात्रै भ्लग पोस्ट हुँदैछ अब मसँग टाइम पनि धेरै छैन त्यही भएर अब चाहिँ जस्तो पाए त्यस्तै भ्लग पोस्ट गर्ने चाहे त्यो भाइरल होस् या नहोस् मलाई मतलब छैन तर पनि पोस्ट गर्ने अब त्यही त हो निकै ग्याप्स भइसक्यो नि त त्यही भएर अन्त मेरो युट्युबमा सब्सक्राइब पनि 150 क्रस भएको छ तपाईँहरूलाई धन्यवाद यो सब्सक्राइब गरिदिनु भएको निम्ति अन्त अझै गरिदिनु होला सब्सक्राइब अन्त त्यही हो सब्सक्राइब गरिदिनु होला के भन्नु अरू त त्यही त हो 150 मात्र क्रस हुँदैछ अब कहिले 1K कहिले मिलियन कहिले बिलियन हुनु त्यो त थाहा छैन त्यो त हुन्छ हुँदैन यो जिन्दगीमा के भन्न चाहन्छु भने तपाईँहरू सबैजनालाई तपाईँहरू जतिजनाले पनि मेरो भ्लग 1 सेकेन्ड 2 सेकेन्ड 3 सेकेन्ड 4 सेकेन्ड 5 सेकेन्ड 10 मिनट 15 मिनट जति पनि हेरिदिनु भयो तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच अनि यसरी नै सपोर्ट यसरी नै माया गर्दै जानु होला अन्त तपाईँहरूले गर्नुभएको मायालाई तपाईँहरूले गर्नुभएको सपोर्टलाई म जहिले पनि कदर गर्छु जहिले पनि रेस्पेक्ट गर्छु त्यही हो अन्त
अब चाहिँ म डेली नै भ्लग बनाउँछु, चाहे त्यो राम्रो कन्टेन्ट किन नहोस् या नराम्रो कन्टेन्ट किन नहोस्, तर डेली पोस्ट गर्छु। अन्त त्यही हो। अन्त आजको भ्लग चाहिँ यस्तै भयो, तपाईँहरूले हेरिदिनु भयो, थ्याङ्क यू सो मच तपाईँहरू सबैजनालाई। अन्त नेक्स्ट भ्लगमा भेट्ने बाचा गर्दै आजको भ्लगलाई यहीँ अन्त्य गर्न चाहन्छु। थ्याङ्क यू सो मच एभ्री वान। फेरि पनि सबैजनालाई नमस्ते अनि जय मसी।